तपाईलाई सुनाउन जरुरी छैन। बस यति हो, ठुलबाले एकैछिन पूजालाई घुमाएर लिएर आइज भनेर भन्नुभयो। त्यसपछि म तपाईलाई लिएर यहाँसम्म आएको। घुम्ने भयो, अब एकैछिनसम्म घुम्नुस्, नत्र पनि हिँड्नुस् घर। मलाई यो नाना थरी धेरै कुरा गरेर बसेको मन पर्दैन। साथीहरू दर्शक नमस्ते। फेरि पनि म सहरीभरिको रिभ्यू लिएर उपस्थित भइसकेको छु भने साथीहरू आखिरमा पूजासँग बसन्ती किन यसरी एकासी रिसाएको हुन् त? त्यो पनि पहिलोचोटि भेट हुँदैखेरि साथीहरू बसन्ती पूजासँग रिसाइसकेको छन्। आखिरमा के सोचेर बसन्ती रिसाएका हुन् त पूजासँग? पूजाले त्यस्तो गल्ती किन गरेका थिए त? साथीहरू पक्कै पनि बसन्तीले अब भने माफ माग्ने पर्छ जस्तो लाग्छ साथीहरू। र भने साथीहरू बसन्ती पनि एकदमै बुझ्ने मान्छे हुन्, माफ माग्छन् या माग्दैनन् त साथीहरू। यही बसिराख्ने भए हिँड्नुस् घर जाम। कहाँ जाम त म एक्लै यो अन्जान ठाउँमा? त्यसो भए जाम न त घर। मलाई त बल्ल याद आयो, पूजाजी त स्कुल पढाउने मिस पो हो त। यस्तो मान्छेसित बेकारमा म रिसाएर हुँदैन, किनकि धेरै पढे लेखेको मान्छेको मनमा कहिले कालो दाग हुन्न भन्ने सुनेको थिएँ। तर म त बेकारमा रिसाउन पो पुगेछु। ओ माय गॉड साथीहरू, अब भने बसन्तीले आफूले गरेका गल्तीको महसुस गरिसकेको छन्। अब भने बसन्तीले साथीहरू यता पूजासँग बेकारमा रिसाएका थिए, अब भने पक्कै पनि माफ माग्छन् भनेर हामीले विश्वास गर्न सकिन्छ। साथीहरू तपाईँहरू यदि हाम्रो च्यानलमा पक्कै पनि नयाँ हुनुहुन्छ भने साथै सब्सक्राइब गरेर जोडिन नबिर्सिनु होला। र साथीहरू अहिलेको भाग पनि एकदमै इन्ट्रेस्टिङ छ र एकदमै राम्रो छ साथीहरू। पक्कै पनि यता भने बसन्तीको घरमा यानि कि बसन्तीले काम गर्ने घरमा भने यता पूजा पनि आइसकेका छन् मिस बनेर। साथीहरू कतै बसन्तीको जीवनमा त आएका होइनन्, पक्कै पनि हामीले यही नै बुझ्दा हुन्छ साथीहरू। बिस्तारै बिस्तारै नै पूजा अनि बसन्तीको सम्बन्ध एकदमै नजिक हुन्छ भनेर। सुन्नुहोस् न, तपाईँ त यतैतिर स्कुल पढाउन भनेर आउनु भएको होइन? हो। तपाईँ जस्तो पढे लेखेको मान्छेसित रिसाएर मैले गल्ती गरेँ, मलाई माफ गरिदिनुहोस् है। तिमीले त्यस्तो गल्ती के गरेका छौ र मसँग माफ मागेको? बेकारमा म तपाईसित रिसाएँ नि त। मैले बुझिसके तिमीलाई अन्जान मान्छेसँग जिन्दगीको कथा कहिले नसुनाउने रहेछौ। पहिला पहिला त सुनाउँथेँ के रे, तर आजकल त छोडिसके यस्तो गर्न। किन? खै किन हो किन, म आफैलाई थाहा छैन। बिचरा सायद यो मान्छे सबैबाट एक्लो भएर होला, यसले आफ्नो एक्लोपनको महसुस पनि आफैसित गर्दो रहेछ। साथीहरू पहिलोचोटि नै कतिपय कुराहरू त पूजाले भने बसन्तीको भित्री मनकै कुरा पनि बुझिसकेका छन् साथीहरू। पक्कै पनि अब भने बसन्ती र फेरि पनि पूजाको सम्बन्ध अगाडि बढ्ला या नबढ्ला त पक्कै पनि साथीहरू। यता पूजा पनि धेरै नै बुझ्ने मान्छे छन् र भने यता भने बसन्ती भने आफ्नो जीवनमा पूजालाई आउनलाई दिनै चाहेको छैनन्। वास्तवमा भन्नुपर्दाखेरि अब भने आफ्नो मनको कुरा, मनको व्यथा पहिलोचोटि नै नचिनेको मान्छेलाई कसैले पनि खोलाउँदैनन् र यता बसन्तीले पनि आफ्नो कुरा खोल्ने लाग्दाखेरि रिसाएको मात्र हुन्। तर त्यो बेकारमा रिसाए पनि साथीहरू माफ मागिसकेका छन् बसन्तीले। अनि कति दिन भयो त तिमीले हाम्रो ठुलो बुवाकोमा काम गरेको? आज जम्मा 2 दिन भयो। अनि कति पढे लेखेका छौ नि? मैले त एक कक्षा पनि पढेको छैन। तर तिमी त पढे लेखेको मान्छे जस्तै छौ त। म स्कुल गएर ककरा नपढे पनि मलाई जिन्दगीले धेरै कुराहरू सिकाएको छ अनि धेरै कुराहरू पढाएको छ। सायद तपाईले त्यही भएर त्यस्तो देख्नु भएको होला। बरु अब ढिला नगरौँ, जाम है।
फेरि हामीले ढिला गऱ्यौँ भने ठुलबा कराउनुहुन्छ कि? तिमीलाई मेरो ठुलोबासँग बेसरी डर लाग्छ हो? म त खास तपाईँको ठुलबाको घरमा काम गर्न बसेको मान्छे हो। त्यसैले आफूले गर्ने काम र कर्तव्य पक्कै पनि पुरा गर्नुपर्छ। यदि मैले त्यसो गरिनँ भने, उहाँहरूले भनेको मानिनँ भने, अनि उहाँहरूसित डराइन भने मलाई कामबाट निकालिदिनुहुन्छ नि त। ठिक छ, त्यसो भए हिँड न त जाम। हस्, तपाईँ अगाडि हिँड्नुहोस्। पक्कै पनि अब भने यता बसन्ती र पूजाको सम्बन्ध पनि अब भने राम्रो भइसकेको छ साथीहरू। एक अर्कामा भने राम्रोसँगै परिचय भइसकेको छ। अब कतै यो सम्बन्धले गर्दाखेरि उता पूजाका आफन्तलाई कतै असर पर्ने हो कि नपर्ने हो त पक्कै पनि यो कुरा पनि हामीले पछिको एपिसोड पछिको भागमै देख्न पाइन्छ। र पक्कै पनि साथीहरू अब भने बसन्तीको जीवनमा भने पक्कै पनि उमङ्ग, नयाँ उमङ्ग अनि खुसियाली छाउनेछ भनेर हामीले विश्वास गर्न सकिन्छ साथीहरू। र बसन्तीको जीवनमा खुसी अनि सुख आओस् भन्नुहुन्छ भने साथीहरू भिडियोले सक्दो सेयर गर्न नबिर्सिनु होला है त। म यसो पल्लो गाउँतिर पुगेर आउँ कि भनेर हिँडेको। किन जाने हो र? आइज खाना खाएर जा। राधा आएपछि सबैजनाले सँगै खाम्ला नि त। कहाँ गएकी हो र राधा? खै कता गकियो, कतै गकियो होली नि, एकछिनमा आउँछ होला नि। तबसम्म म यसो पल्लो गाउँतिर पुगेर आउँछु। राधा आएर खाउला भनेर त भोकै जानु पर्दैन। आइज खाएर जा जहाँ गए पनि। ल ल जानुस्, पस्किँदै गर्नुस्। ल ल छिट्टो आऊ है। साथीहरू आमा भनेको आमा नै हुन् साथीहरू। उता कविराज भोके पल्लो गाउँसम्म जानलाई आँटेको थियो भने साथीहरू, तर आमाले भने जहाँ गए पनि खाना खाएर जालास् भनेर भनेको छन्। र भने आफ्नो आमाले भनेको मान्नै पनि पर्नेछ साथीहरू। र वास्तवमा भन्नुपर्दा अब भने यता राधाले भने आफ्नो सासु र नन्दलाई देखिसकेका छैनन्। आखिरमा भने साथीहरू पनि एक महिला भएर अर्को महिलाको पीडा बुझेको छैनन्। पक्कै पनि साथीहरू राधाले गर्न के खोजेका हुन् त? दाइ, मलाई राधा बाउजूको पारा फिटिकै मन परेको छैन है। राम्रोसँग सम्झाउनुहोस् नि। कस्तो कुरा मन परेन तँलाई? राधाले त्यस्तो नराम्रो के गरेकी छ र? बिहान बसन्त दाइ काममा जाँदा भोकै गए, अनि बहिनी कलेज जाँदा पनि खाना नखाएर यत्तिकै गएछन्। अनि के भयो त? पकाएर राखेको भात खाएर जानलाई उनीहरूको मुख राधाले त थुनिदिएकी थिएन होला नि। हातले भन्दा वचनले मुख थुनिदिएपछि कसरी खाना रोज्छ त दाइ? आज बहिनी कलेज जाँदा उनको अनुहारमा यस्तै कुरा झल्किएको थियो। यत्तिकै काल्पनिक कुरो गरेर भाउजूलाई नराम्रो बनाउन नखोज। मैले आफ्नै भाउजूलाई नराम्रो गराएर के पाउँछु दाइ? तर हिजो आज भाउजू पक्कै पनि साथीहरू यहाँनिर भने अब घरमा भने अशान्ति फैलिनेछ भनेर हामीले एकदमै बुझ्न सकिन्छ। राधाको कारणले साथीहरू एक आपसमा दाजुभाइमा साथीहरू अब लडाकु मचिने सम्भावना बढी छ साथीहरू। यो सबै हुनुमा भने राधामा जानेछ। पक्कै पनि साथीहरू कविराजले भने राधालाई भने एकदमै राम्रोसँग सबक या सम्झाउनु पर्नेछ। यता भने राधाको बोलीले गर्दाखेरि साथीहरू एकदमै साथीहरू गाह्रो परेको छ उता बसन्तीको आमा अनि बसन्तीलाई र रिमालाई। पक्कै पनि साथीहरू राधाले मन पराएका छैनन् आफ्नो घरमा बसेर खायो भनेर। तरिका देख्दा मलाई लास्टै रिस उठेको छ। अब मैले यो कुरा भाउजूलाई सम्झाउँदा नराम्रो होला, त्यसैले तपाईँ आफै सम्झाउनुहोस्। मलाई थाहा छ दाइ, हिजो आज भाउजूको तरिका देख्दा तपाईँलाई पनि पक्कै ठिक लागेको छैन। यो कुराले तपाईँ पनि आफ्नै धर्म सङ्कटमा हुनुहुन्छ होला। अनि भाउजूको कुरा सुनौँ भने यता आमा बहिनी भाइ टाढा हुन्छन् कि भन्ने डर पनि होला। नसुनौँ भने आफ्नै श्रीमती टाढा हुने डर। तर पनि छोरा मान्छे भएर जन्म लिइसकेपछि सबै आफ्नो घर परिवार मिलाएर अगाडि लैजाने कोसिस गर्नुपर्छ दाइ। होइन भने साडी बोलोज लगाएर हिँडे भइगयो त। शिशिर, तैँले पनि बोल्दाखेरि अलिअलि मुख सम्हालेर बोल्ने गर। साडी बुलोज लगाएर हिँड भनेर भन्न तैँले मलाई कसरी सकिस्? अनि के त, तपाईँ भनेको यो घरको जेठोपाठो छोरा हो। जेठोपाठो छोरो भएर सबैलाई मिलाएर लैजानुको सट्टा भाउजूको कुरा मात्रै सुनेर पनि त भएन नि। मैले तेरी भाउजूको मात्र कुरा सुनेको कहिले देखिस् र तैँले? त्यसो हो भने साथीहरू शिशिरले भने आफ्नो दाइ कविराजलाई भने एकदमै
राम्रोसँग भनेका छन् र त्यस विषयमा साथीहरू कविराज पनि रिसाएका छन्। र वास्तवमा भन्नुपर्दा कविराज यो घरको जेठो पाको छोरो हो। बाउ नभए पनि बाउदेखि मुनिको दाई आफ्नो बुवा सम्म नै हुन्छन्। शिशुले मान राखेर भनेका छन्। र साथीहरू कर्तव्य धेरै छ यता कविराजमा। पक्कै पनि साथीहरू अब कविराजले यो समस्याको समाधान गर्न सक्छन् या सक्दैनन् यहाँ भने साथीहरू अब भने कविराजले मात्रै मिलाउन सक्नेछन् घर व्यवहारमा। बिहान बसन्त दाइ काममा जाँदा र बहिनी कलेज जाँदा भोकै गएका छन्। यो सब किन र कसरी भयो? यो बारेमा भाउजूलाई किन सोध्न सक्नु भएन तपाईँले? हिँड्नुहोस्, आमाले खाना पस्किनु भयो अरे। कि खाना खानलाई राधा भाउजूले पर्खेर बस्नुपर्छ र? धेरै नौटङ्की कुरा नगर मसँग। आइजाउँ, खाना खाएर आज तर म खेततिर जानुपर्छ। बिचारा साथीहरू यता कविराजलाई भने एकदमै धर्म सङ्कटमै परेको छन् आफ्नो श्रीमतीको कारणले। साथीहरू पक्कै पनि साथीहरू राधाको नियत र विचार भने एकदमै ठिक छैन। र पक्कै पनि अब कविराजले कसरी सुधार्न सक्छन् त आफ्नो श्रीमतीलाई? पक्कै पनि तपाईँहरू के भन्नुहुन्छ साथीहरू? कविराजले अब कसरी सुधार्न सक्छन् त राधाले? पक्कै पनि कमेन्ट बक्समा कमेन्ट गरी पठाउन नभुल्नु होला है त। तिमीहरू आयो? आइम ठुली आमा। बसन्ती त बारीतिर जा रे, ठुलबाले भन्नुभएको। ल ल, म गइहालेँ। अनि गाउँघर कस्तो लाग्यो त तिमीलाई? राम्रो लाग्यो। अनि खै त ठुलो बुवा कता जानुभयो? तिम्रो ठुलबा त एकछिन बजारतिर पुगेर आउँछु भनेर जानुभएको छ। बरु तिमी थाकी के होली? जाऊ भित्र गएर आराम गर। ल, म किन थाक्ने हो र ठुली आमा? अनि यति बेरसम्म घुमेर आउँदा थकै लाग्दैन त? अहिलेसम्म घुमेर आउँदा मलाई थाकेर आयो भन्न सक्ने मेरी ठुली आमाले बसन्तीलाई यही कुरा किन नभन्नु भएको होला? सँगै घुमेर आएका हामी बसन्ती नथाकेर बारी खन्न गएको छ, अनि म चाहिँ थाकेर कसरी आराम गर्न सक्छु र? किन कुरो भयो कि पूजा तिमी? जाऊ भित्र गएर। पक्कै पनि साथीहरू यता भने पूजाको सोचाइ हेर्दा पनि हामीले एकदमै महान पूजा छन् भनेर हामी बुझ्न सकिन्छ। साथीहरू सँगै घुमेर आएको बसन्तीसँग बसन्ती थाकेनन्, तर यही कुरा नै पूजालाई थाकेर आयो आराम गर भन्दाखेरि साथीहरू कति अन्तर छ भनेर यही कुराबाट नै हामीले बुझ्न सकिन्छ कि पूजाको मनमा भने साथीहरू नराम्रो खोट कदापि पनि छैन भनेर। के साथीहरू अब भने बसन्ती र पूजाको मन मिल्छ त कतै? पक्कै पनि साथीहरू कमेन्ट बक्समा कमेन्ट गरी पठाउन नभुल्नु होला साथीहरू। र विशेष गरी आजको भाग तपाईँलाई के कस्तो लागेको छ त? जस्तो लागेको छ त्यस्तै प्रतिक्रिया दिनु होला है त साथीहरू। खासमा तपाईँसँग मैले एउटा कुरा सोधौँ कि भनेको। कस्तो कुरा हो? सोध न। हाम्रो घरमा काम गर्ने बसन्तीको घर टाढै पर्छ हो। ल, तिमीले किन सोधे कि यस्तो कुरा? हाम्रो घरमा काम गर्न बसेको मान्छे को कस्तो कहाँबाट आउँछ भनेर मैले जान्न मिल्दैन र ठुली आमा? मिल्छ मिल्न त, तर घरमा काम गर्ने मान्छेको बारेमा धेरै चासो लिन हुँदैन के? पछि फेरि टाउकामा टेक्न सक्छन्। सरी ठुली आमा, मैले उसलाई टाउकामा टेकाउँछु भनेर सोधे कि होइन? ठिक छ नि त, उसको घर सम्पत्ति केही पनि छैन। अलिअलि भएको पनि सबै सहकारीले लिलाम गरेछ। त्यसपछि ऊ आजसम्म पल्लो गाउँमा दाइ भाउ जस्तो बस्दै आएको रहेछ। सहकारी पक्कै पनि साथीहरू बसन्तीको जीवनमा भने ठुलो वज्रपात परेको थियो साथीहरू। अब भने मान्छेको जीवनमा मान्छेको जीवनमा साथीहरू दुःख सङ्कट पर्दैन र साथीहरू सबैकोमा पर्छ। बाँकी यति मात्रै साथीहरू त्यो सामाना सङ्कटलाई भने साथीहरू सामना गर्दै आउनुपर्ने हुन्छ। र भने साथीहरू जसले त्यो सङ्कटलाई सामना गर्न सक्छ त्यस्तो मात्रै जिन्दगी के हो भनेर बुझ्न सक्छ र जिन्दगी बनाउन सक्छ। र बसन्ती पनि त्यही व्यक्ति हुन् साथीहरू। आफूमाथि जति ठुलै वज्रपात परे पनि साथीहरू मेहनत र सङ्घर्ष गर्न भने कदापि पनि छोडेका छैनन्। बसन्ती त्यस्तो मान्छे हुन्। तर बसन्तीको कुरामा धेरै जानेर पनि साथीहरू जान्न खोजेका छन् पूजाले
के अब भने पूजाले बसन्ती प्रति केही मन लगाएका त होइनन्। उसको घर सम्पत्ति सबै खाएपछि श्रीमतीले पनि सम्बन्ध विच्छेद गरिछे। छ्या, त्यसो हो भने त बसन्ते कति अभागी रहेछ। अनि उसलाई कति तलब दिनु भएको छ त? त्यो कुरा त मलाई के थाहा, तिम्रो ठुलबालाई थाहा होला नि। अनि तिम्रो स्कुल कहिलेबाट सुरु हुन्छ त? अस्ति मात्रै सरुवा भएर पठाएको हो क्यारे, अझै 2-4 दिन लाग्छ कि? भोलि गएर बुझ्नु पर्ला। ल भोगा के आउली हिँडे भित्र, मैले खाजा खान दिन्छु। भोक त बसन्तेलाई पनि लागेको होला नि, त्यसैले उसलाई पनि खाजा खान बोलाउँछ है। पर्दैन के, काम गर्ने मान्छेलाई घरको परिवारको सदस्य जस्तो बनाएर कसले राख्न सक्छ र? आऊ भित्र, खाजा खाएर बाँकी कुरा गरौँ। साथीहरू, हामीले राम्रोसँग बुझ्न सकिन्थ्यो कि साथीहरू बसन्तीले काम गरेको घरको साउसाउने एकदमै बुझ्ने मान्छे छन् भनेर सोचेका थियौँ। तर पनि साथीहरू, नोकरलाई गर्ने व्यवहार र काम गर्ने मान्छेले व्यवहार सबै छुट्याउने रहेछन्। पक्कै पनि साथीहरू, अब भने बसन्तीले भने बसन्तीको कामले मात्रै मन पराएका रहेछन्। तर पनि साथीहरू, यता मान्छेमा हुनुपर्ने व्यवहार भने चाहिँ हामीले देख्न सकिएन बसन्तीको मालिकनीको। धने, ल तपाईँ आज कलेज नगएको? घरबाट त कलेज जान्छु भनेर, तर बाटोमा आउँदा आउँदै साथीहरू यता भने धने भने कहाँ कलेज जानु? साथीहरू बाटोमै चुरोट खाएर बसिरहेको हुन्छन्। यता धनेलाई कलेज जानु कहाँ समय छ त? पक्कै पनि साथीहरू, धनेले भने एकतर्फी यता रितालाई साथीहरू रिमालाई मन पराउँछन् कि जस्तो छ साथीहरू। पक्कै पनि साथीहरू, आजलाई भने साथीहरू म भिडियोको अन्तिममा आइसकेको छु। अर्को भिडियोमा भेट्ने बाचा गर्दै साथीहरू, फेरि पनि म बिदा हुन चाहन्छु। साथीहरू, कस्तो लाग्यो त तपाईँलाई अहिलेको भाग? जस्तो लागेको छ त्यस्तै प्रतिक्रिया दिन नभुल्नु होला है त। मेरो त कलेज जाने मनै मरेर आएरीमा। छ्या, तपाईँ त कस्तो होला के, घरबाट कति दुःख गरेर पढाएका हुन्छन् अनि तपाईँले यस्तो गरेर हुन्छ त?